नेपाली माटो त नेपालमा मात्रै छ, तर संसारमा धेरै देशहरू छन् जहाँ नेपाली माटो छैन तर नेपाली मुटु छ। इन्ट्रा फाउन्डेसनलाई एउटा सोच आयो, यी सबै नेपाली मुटुहरूलाई कसरी जोड्ने होला? उत्तर मुटुबाटै आयो। धड्किरहेको मुटुमा एउटा धुन हुन्छ, एउटा ताल हुन्छ। एउटा यस्तो कार्यक्रम होस् जहाँ धुन र ताल मिसियोस् अनि संसारभरिका नेपाली स्वरहरूले नेपाली गीत गाउन्। यस्तो कार्यक्रम होस् जहाँ नेपाली स्वरहरू 1 करोड जित्न मात्रै नचाहुन्, बरु संसारभरिका करोडौं नेपालीलाई एकै पटक जित्न चाहुन्। यस्तो कार्यक्रम जहाँ गाउने मान्छे नेपालबाट कति टाढा छ भनेर नसुनियोस्, बरु नेपाली मुटुबाट कति नजिक छ भनेर सुनियोस्। कसैको नजिक आउनलाई मुटुतिरको यात्रा गर्नुपर्छ। सङ्गीतको बाटो नेपाली मुटुको सबैभन्दा नजिक आइपुग्ने त्यो महायात्राको नाम हो मेरो भोइस युनिभर्स।